ल झुङ्गा सबै आउँछ माथि दिन टालको ल त हिँड्दै गरौँ ल यो भ्लग गर्ने होला जाँदै गरौँ भ्लग गर्ने होइन त्यस्तो कुरा गरेर ल ल बिस्तारै जाउँ तपाईँहरू बिस्तारै जाउँ म पछाडि आउँछु नि हल्लो रहेछ त्यो लुगा लाग्यो ए माथिबाट हान्नु न ल ल ल माथिबाट आउनु त्यो त निकाल्दै छ ल भ्लग सुरु भयो ल माथिबाट हान्नु नि माथिबाट तपाईँ अगाडि जानु न उल्टोबाट ल ल ल है यो हिँडेको ल है झिल्के माथिबाट हान्दै 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 ल ल त्यसो भए म अगाडि जान्छु तपाईँ अगाडि जानु बाजे राम्रो हो नि हो त्यो तलबाट नहुने रहेछ दामी आउँछ माथि बाजे कता ल हान्दै हान्दै जानु ल सुरु त भइरहेछ हेलो हेलो ल हेलो हेलो ल ल ल हामी चाहिँ अब तारकेश्वरको भ्यू टावर आउँदैछु ल तारकेश्वरको भ्यू टावरमा जाँदैछौँ पिकनिक आइरहेछौँ ल तारकेश्वरको भ्यू समूहबाट हाइकिङ पनि पिकनिक पनि हामी 6-7 जना साथीहरू मात्रै यता गइरहेछौँ अरू साथीहरू उतै छन् एकदम रमाइलो भइरहेछ पुरै डाँडा भ्यू टावर पुग्नु लाग्यो हामी बिस्तारै उक्लिनु होला लडिन नि सक्छ एकदम बाटो राम्रो खरेल बाजे माथि माथि गयो खरेल सोराली माथि माथि हिँडिरहनु भएको छ हाम्रो गङ्गा दाई चाहिँ लास्टमा हुनुहुन्छ ल गङ्गा दाइ देखेन ल देख्यो यो ग्रुपको सबैभन्दा फटा मान्छे गङ्गा दाई हो आउने फटाबार किला ल ल आहा यतापट्टिको सिनहरू पनि देखाउनु पुरै गरे त ल हेर्दै हेर्दै अगाडि पुग्नुभयो कस्तो खुट्टुला बनाएको जस्तै भएछ यो पुरानै बाटो त्यही त पहिला हिँड्ने बाटै हेरेछ खुट्किला त्यहाँबाट त्यो ताकेर लिएर त ठिकै रहेछ नि होइन सिधा यो हुन्छ भनेर होइन ठिकै रहेछ तर अलि यो बाटो हामी अलि धेरै मैले भनेको नि लामो त्यहाँ आइपुग्यो बार आइपुग्यो ल बनाएर चाहिँ हेर्नु बार त भेटिसक्यो उ त्यो चाहिँ सिँढी बनाएर त्यो पारिपट्टि हेर्नु त्यो चाहिँ मेन बाटो चाहिँ त्यो रहेछ अब जाँदाखेरि त्यही बाटो जाने हो जाँदा त अब त्यो सडकै सडक जाने यता नघुम्ने ए गङ्गा दाइ बडी मालिका योभन्दा डेन्जर छ छैन बाटो अस्ति हामी 5 बजी गएको पनि डेन्जर है राम राम अस्ति भर्खर हामी गङ्गा दाइ झन्डै उतैतिर 2 वर्ष भयो भने होइन कहाँ 5 पोखरी गएको त 2-3 महिना ए 5 वर्ष 2-3 महिना भने 3 महिना म पनि जान लाग्यो नि त्यहाँ त 4 वर्ष भयो अब बडी मालिका गएपछि होइन गएको दाइ बुढी नन्दा भन्ने जानुपर्छ बुढी नन्दा बुढी गङ्गा कि नन्दा त्योभन्दा अझ विगत त्यो चाहिँ तपाईँको त्यसमा अब गङ्गा दाइ जाँदैन अब एक दिन चाहिँ पुरै यो खुट्टा चाहिँ खाली खुट्टा हिँड्नुपर्छ त्यस्तो ठाउँ त्यो फेरि यस्तो ढुङ्गा त्यो तिखो ढुङ्गा तपाईँको त्यो फलाम जस्तो ढुङ्गा क्या त्यस्तो ढुङ्गा टेकेर जानुपर्ने एकदम डेन्जर ठाउँ त्यहाँ जानुपर्छ अब जाँदैन अब साउन्डमा यो जुनीलाई पुग्यो म चाहिँ यो साउन्डमा मिल्यो भने जान्छु त्यहाँ एउटा साथीहरू हाम्रो 3टा ग्रुप भइरहेको छ 3 जना जानु भनेर कुरा गरिरहेको त्यस्तो त मात्र 6-7 जना मिल्नुपर्छ पुरै त्यो खाली खुट्टै त्यो जुत्ता लाएर हिँड्नै पाइँदैन नट एलाउड त्यो भगवान्को थानमा त्यो शक्ति भएको भएर क्या त्यस्तो शक्ति भएको ठाउँ त्यो बडी मालिकाको चाहिँ दिदीको थानहरू त्यो फेरि तपाईँ कसैलाई केही पनि हुँदैन त्यो सिद्धिको यस्तो त्यो आँट गरेपछि पुगिहाल्छ म चाहिँ जसरी जाने विचार गरिरहेको छु सक्दैन भनेर बस्यो भने सक्दैन आँट गरेर पुगिहाल्छ त्यहाँ अघि पछि कोही पनि जानु सक्दैन त्यो जुन मेला लाग्छ नि त्यो बेलामा मात्रै हो मान्छे जानु त्यो बेलामा त्यही झ्याङ्ग्रो बजाउने हुन्छ नि तिनीहरूको पछि झाँक्री बनाउने अनि त्यो बेला चाहिँ त्यो नगरपालिकाले त्यहाँ सबै व्यवस्था मिलाएको बस्ने सबै व्यवस्था गर्दै हुन्छ हाम्रो 1 रुपियाँ केही पनि खर्च गर्नु पर्दैन त्यस्तो राम्रो सिस्टम त्यस्तो
धानपर्छ गाउँमा बुझ्नुभयो रोड पुग्यो खाली खुट्टा चाहिँ खाली खुट्टा अझै बाँकी छ ल खरेल बाजी एकचोटि पनि आएको छैन ल खरेल बाजी भेट भयो ल अब कहाँबाट होला खोइ खरेल सरलाई पनि भेट भयो भेट भयो अगाडि आएर थियो अब यता कता त अब यहाँबाट सर्टकट छैन कि छ ऊ त्यहाँबाट उक्लिने ऊ त्यसलाई भेट्ने हिँड्नु न त्यो भर्याङ ऊ त्यो जङ्गल जोर परेको छ नि हो त्यहाँ भेट्ने ल अब त ओह्रालो पो झिकेन ऊ त्यहाँबाट उक्लिने भने त्यो पाखै जाने ऊ त्यही रहेछ नि बाटो त्यही पनि त्यहीँबाट उक्लिनु ऊ यही बाटो हो नि बाटै त्यही हो सर जताबाट बाटो छ त्यहाँबाट गइहाल्ने यो चाहिँ ट्र्याक खोलेर छ भर्खर झर्खर ट्र्याक होला घाँसै यता 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 हो रतन यता यता हिँड्नु नि ल लक गर्ने मान्छे अगाडि हिँड्नु ल लग पनि 4 मिनट भइसक्यो ल हो है फोर जहिले फोर गरेर चाहिँ त्यहाँ ए टेकेला है टेकेला के क्या हो मैले अघि देखेन त कति 2 घन्टा लाग्छ यहाँ अलिक गाह्रो छ अप्ठ्यारो छ त्यहाँ कुल्चाले कुल्चो जस्तो चाहिँ आज बनाउनु थाल्यो कुल्चे मैले कुल्चे नि हो र हो त्यो ऊ त्यो धारमा ढल्नु नि भयो अब त्यहाँ हुन्छ यो अलि अप्ठ्यारै बाटो आइरहेको छ नि अलिक सजिलो बाटो पनि त्यहाँ जाने सप्ठ्यारो त के गाउँमा सहरमा भए पो सप्ठ्यारो होइन यो गाउँमा यस्तै मजा आउँछ एकदम राम्रो रमाइलो भइरहेछ मलाई चाहिँ यस्तै रमाइलो लाग्ने यो बाटो गर्ने भनेको यही हो नि यस्तै रमाइलो लाग्छ यस्तै बाटो सहिलो बाटो जो पनि हिँडिहाल्छ नि गुला ठुलो छ गाडीको ठुलो छ गङ्गा दाईको त्यो चाहिँ अलिक ठुलै छ जस्तो छ यसो विचार गर्नु हामीलाई गाह्रो भयो क्या हो ओ हरि आउँदैछ बिस्तारै आउँदैछ निकै अप्ठ्यारोको बावजुद पनि आउने छु ल धेरै उकालो ठाडै उकालो यही त होला नि ऐसेली भाइ यहाँ छ ल पाकेको चाहिँ छैन कोपिला मात्रै छ अहिले भर्खर खाएर भुँडी लगायो आज जाने भयो हरिको भुँडी जामा पनि बिहा देख्छ पाँच पोखरीको पनि बिहा देख्छ कहाँ सकिँदैन नि सर उकालो के लास्टै उकालो यो त के उकालो अरे ए मजाले होटेलहरू त ठाउँ ठाउँ बस्ने ठाउँ चाहिँ गजबको होटेल बस्दै जाने होला यहाँ जस्तो नन स्टप जाँदैन होला नि जान्छ नि त्यो त टाइममै यति टाइममै यहाँ पुग्ने भन्ने नै हुन्छ नि पुगेर भने बिचमा त बस्ने ठाउँ हुँदैन नि त फेरि त्यो जुन जक्सनमा बस्यो त्यहाँबाट मास्तिर गएपछि त भएन नि त फेरि त्यस्तो हो नि त जसरी पनि त्यो ठाउँमा पुग्नै पऱ्यो नि त्यो ठाउँमा पुग्नै पऱ्यो ट्रेकिङ जस्तो ट्रेकिङ नै हो त्यो यो चाहिँ पुरै सिडी बनाएको थियो सिधै नै हो त्यो अब नहिँडेको धेरै भएर चाहिँ अलिक झार पलायो हरि राँगो पनि बेच्छ होला नि त्यो हरि ढकालहरू थियो त्यसको नाम मडी ढकाल मडी चाहिँ हो मलाई चिन्दैन त्यसले त ढाकाले
मैले त्यो सुरुमा धकिन पर्खालाले एउटा मैले दिएको होइन त्यसपछि मैले किनेर मलाई किनेर अहिले घरि 4-5 बनाएको छ मलाई पेमेन्ट पनि मर्यो अर्को चाहिँ ल्याइसक्यो एउटा डल्ली ल्याइरहेछ यहाँ छ ए एक काउन्टरमै बस्छ कहाँ बस्छ भने केटा मान्छेलाई कहाँ नभई हुन्छ कहाँ 2-3 महिनामै लिएर आयो त्यसले तिम्रो लाग्ने काम तपाईँले तपाईँ पल्किया चाहिँ के थाहा होइन अरूले गर्छ पुगेन भने अर्को लिइहाल्छ नि दिउँसोमा बाख्रा हेर्नु कहाँ अनि सम्पत्तिको लागि बस्छ नि पैसा कम्मै छ त्यसपछि एउटा सटरमा हप्ताको एउटा फेस काटेर बस्यो या त्यही हामीले देख्दा देख्दै त्यो मान्छे अहिले त र कमाउने भनेको त्यो बुढी चाहिँ मेरो मासु पसलले भने कतै घट्यो बुढीको लक्षणले भएको रहेछ क्या त्यो पहिला ट्राभलबाट किन आउने त्यहाँसम्म ल तारकेश्वरको भ्यू तार पुग्यो हामी निकै गर्मी छ धुवालोले चाहिँ जङ्गल भरेको जस्तै छ तर सफा भने बिहान आयो भने सफा हुन्थ्यो होला है धुवालो हेर्न अझ हिजो जस्तै पानी परेर अलिक सफा भएको होला नत्र त यहाँ धमिलो नि हुन्छ सुपर जोन लाइन रे उतासम्म आउँछ धमिलो रहेछ धमिलो रहेछ हल्का चाहिँ हावा रहेछ माथि जानु पर्ला है माथि जानुपर्छ एकछिनमा माथि भ्यू टावरै जाउँ र माथि सबै जाउँ ल होली बाको भ्यू पावर पनि पुग्यो यतारी देखाउनु न ल आउँदै गर्नुहोस् त ल ल ल ल तारकेश्वरको भ्यू पावर टावर पनि पुग्यो ल है ल है पुग्यो है हामी टावर तारकेश्वर भ्यू पावर त्यहाँ अब क्या रमाइलो ठाउँहरू छ ट्यागको बारे नि अलिकति तुवालो रहेछ जिप लाइन जिप लाइन ल शीतल ठाउँमा आयो सबैजना भ्याउला नि त यसले सबैजना भ्याउला नि त त्यो माथि रहेछ त अनि भ्यू टावर भनेर कहाँ ल आउँदै गर्नु आउँदै गर्नु ल ल ल पछि जसरी सबै आउँछ ल ल सबै आउने गरी ल ल आयो आयो ल मणिश्वरको मन्दिर त्यही त हो त्यही होला ल ल यताबाट हेर्नु ल ल हेरे हेरे हामी अस्ति न त्यस्तो पुरै घुमेर आयो नि त हेरे जाने ल बैगलमा पनि पुग्यो ल ल मेन पोइन्ट फोर रहेछ यार मान्छेहरू पशु छ के गर्ने यो नेपाली ल। बानी हो यो त्यही त साला सोमत के छैन हजुर हजुर हेरे हेरे ल एक नम्बर सोमत अब नेपालीहरू भेडा नामै त भेडा गणेशमान त्यत्तिकै भेडा कहाँ भनेको गणेशमान बाजेले भेडा भनेको कारण यसरी त हो नि यो लाउनु उठाउटी फर्काएको गर्नुपर्छ है के खान्छ त गङ्गा के खान्छ कस्तो धुवा धुवा जस्तो केही
राम्रो राम्रो मिठो मिठो के रहेछ है आइहाल्छ नि। गजब राम्रो ठाउँ छ खरेलबाट यो त धुवै देख्छ देखाएर नुवाकोट जिल्ला नुवाकोट त्यतातिर हो नि। यहाँनिर एउटा गेट छ त्यो गेटबाट नुवाकोट र काठमाडौँ यता नुवाकोट यो त काठमाडौँ नै हो यता काठमाडौँ हजुर ऊ त्यो पारिपट्टि तारकेश्वर नगरपालिका वडा नम्बर 5 त्यहाँ एउटा गेट छ नि त्यहाँ ऊ त्यो खोला जस्तो आउँछ त्यो गेटबाट यहाँबाट देख्ने यो यस्तो ठ्याक्कै उतापट्टि पर्छ 3 पिप्ले भयो 2 पिप्ले भन्दा अलि माथि उयो यो ठ्याक्कै यो यही पनि 3 पिप्ले बनेको भीम टावरबाट चाहिँ यो भुवनेश्वर त्यो हामी टुर आएको यहाँबाट हाइकिङ भीम टावर छ यस्तो ल तारकेश्वरको भ्यू टावरबाट डाँडाबाट खिचेको भ्लग टुवालो जस्तो भइरहेछ नत्र कति राम्रो हुने हो त्यो हाम्रो बोतल हो है त्यो टिप्नुपर्छ है त्यो भोग्नु न खाली भए पनि भोगौँ होइन त्यो बोतल फाल्नु ल गङ्गा हेर्नु यता ल ल भ्यू टावरकोबाट गङ्गा सिङ्गल ल बरम दाई पनि ल भ्यू टावरबाट उल्टो गर्नुपर्छ